खै त सबै आउनु दाल खिच्नु न 3 जना आउनु दाल खिच्नु अरे फोटो खिचिदिनु भने आमा त्यहाँ मेरो फोन उठायो हेर्नु हेर्नु हो त्यो भित्र मेरो छोरोले ठ्याक्क टाइमिङमै फोन गर्यो जस्तो छ हो जस्तो छ खै कस्तो भिडियो भयो हेलो छोरा खिच्छ म बिहे गर्दैछु हेरिस बाबा र म यहाँ 3 जना आउनु दाल खिच्नु बाबा र म बिहे गरेको हेरिस न ल हेरिस बाबा देखाउनु भयो कता बिहे गरेर कहाँ देखाएको सुटिङमा पैसा किन दिए राख्नु अहिले सुटिङको सुटिङको हो त अनि क्या पैसा दिएर ल जाऊ सुटिङ हो क्या यो खै त नमस्कार गरे आमालाई नमस्कार गर्नु छ नमस्ते 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 ल नमस्ते हजुर के नमस्ते नमस्ते ल नमस्ते ल हेर्नु यहाँ नमस्ते 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 ल यहाँ हेर्नु न यहाँ शुभ होस् राम्रो होस् ल नमस्ते म पछि गर्छु ल हजुरलाई फोन बाबु सुटिङ हामी सुटिङमा छौँ यस्तो छ वातावरण रियल बुढाबुढी अब यसरी सुटिङमा पनि बिहे गरेर बुढाबुढी हुनु परेको छ यस्तो छ गाइस ल ल बेटा अहिले राखिदिन्छु ल बाई ल जन्तीहरू जन्तीहरू हाम्रा जन्तीहरू हेर्नु त आमा ल यहाँ फोटो खिचिरहनु भएको छ भिडियो खिचिरहनु भएको छ हाम्रा जन्तीहरू टिका लाउन लाइन बसिरहनु भएको छ जन्तीहरू दुईजना हाँस्नु त दुईजना हाँस्नु त कति थिए भाइ भाइ कसले ल्याइदियो हेर्नु त तपाईँको भाइ भाइ काली गुटी एउटै कहाँबाट ल्याइदियो भाइ यस्तो रमाइलो नि मामाको छेउमा बिचमा बसेर खिच्नु दुलाजुलाई